Today we are going to explore the beautiful Chandagiri Hills, one of the most peaceful and popular destinations near Kathmandu. Known for its amazing cable car ride, fresh air, green hills, and a breathtaking view of entire Kathmandu Valley and Himalayan range. If you love nature, travel, adventure, and peaceful vibes, then this vlog is definitely for you. So sit back, relax, and enjoy the journey with us. Hello, this is Shekhar Bom. अहिले चाहिँ म चन्द्रगिरी केबल कारको बेस पार्किङ भएको स्थलबाट अहिले टिकट काउन्टरतिर गइरहेको छु। मसँग चाहिँ यता वीर हुनुहुन्छ, मिस्टर वीर ब्लग्स, उहाँको च्यानल त्यता पनि भिजिट गरिदिनु होला। अनि हामी चाहिँ 10 सम्म सँगै पढेको भनौँ न। अनि त्यो पछि चाहिँ ऊ चाहिँ वर्किङको लागि जापान गएर 1-2 दिन अगाडि चाहिँ यता काठमाडौँ पुग्नु भयो र काठमाडौँ पुगिसकेपछि चाहिँ यसो कतै घुम्न जाऊँ न भन्ने कुरा भयो। अब धेरै ठाउँहरुमा चाहिँ गइसकेको छ भन्दाखेरि अब आज चाहिँ हामी यता चन्द्रगिरी हिल्सको केबल कारमा जाने भनेर यता ठिक्क टिकट काउन्टर एरियामा चाहिँ पुगेका छौँ। हामी यो टिकट काउन्टर पनि काठमाडौँ भ्याली भन्दा अलि हाइटमै छ भनेर बुझ्न सक्छौँ त। उतातिर डाँडाकाँडाहरू चाहिँ अलि देख्न सकिन्छ। यता चाहिँ हाम्रो टिकट काउन्टर है। यता गएर चाहिँ अब लाइनमा लागेर हामी टिकट लिन्छौँ र यताबाट चाहिँ माथि गएर यताबाट चाहिँ चढ्नुपर्छ अरे हैन। अनि यता आएको चाहिँ फर्स्ट टाइम नै हो भनौँ न। यता चन्द्रगिरीको केबल कारमा चाहिँ फर्स्ट टाइम आएको। अनि यता खानाहरूको लागि चाहिँ यता क्यान्टिन बनिरहेको छ। अनि एकदमै भिड देख्न सक्नुहुन्छ तपाईँ। आज स्याटरडे भएको कारणले गर्दा पनि यो भिड चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। काठमाडौँको एकदमै राम्रो 360 भ्यू है। अनि मौसम पनि ठिकठाक छ। माथि बादल लागेको छ अनि माथि डाँडाकाँडामा हरियाली। अब हरियाली नेपालमा त हुने नै कुरा भयो। र यता चाहिँ यति राम्रो तल चाहिँ पानीमा बच्चाहरू खेलिरहेको अवस्था पनि छ। नेपालकै मात्र नभएर अरू देशबाट आएको मान्छेहरू चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। उता चाहिँ खै कुन देशको हो, विदेशी नै हुनुहुन्छ जस्तो छ। अनि यता पनि मेरो ब्याकग्राउन्डमा चाहिँ तपाईँले उहाँको बोली सुन्दा चाहिँ इन्डियाको राजस्थानको जस्तो लाग्दै हुनुहुन्छ मलाई। अब हामी चाहिँ टिकट काट्नेतिर गइराखौँ। ल भिड छ ल लास्ट है। के छ ठिक छ? यता चाहिँ टिकटको रेटमा हेर्दा चाहिँ नेपालको लागि चाहिँ अलि सस्तो छ भन्दाखेरि साउथ एसियनको लागि अलि बढी र त्यस्तै गरेर अरू देशको नागरिकहरूको लागि चाहिँ अलि टिकट महँगो रहेको छ। यता चाहिँ टिकटको दर हेर्दाखेरि चाहिँ यस्तो रहेको छ। अब खाली भएर आउँदैछ। अब हाम्रो टर्न आउँछ। ल बिस्तारै बिस्तारै अलिअलि हाइटमा गइदिन्छ। अब चाहिँ काठमाडौँ भ्यालीको भ्यू चाहिँ हामी राम्ररी देख्न सक्छौँ। डाँडामा त त्यस्तो भइहाल्छ नि त। उता केटाहरू छ ल, रमाइलो नै छ भनौँ न। यता हाइटमा त पुगियो। उता फोटोहरू खिच्दै छ। उता अङ्कल चाहिँ उता चिलमा रमाइलोमा। अब के भ्यू हेर्ने हो? यता त पुरै कुहिरै कुरो छ त। चारैतर्फ कोरै लगायो भन्ने। यता चाहिँ 1 मिनटको भिडियो बनाउनु मिल्दो रहेछ 50 रुपियाँमा। अब खर्च गर्ने कि नगर्ने भन्ने। अब 50 रुपियाँ चाहिँ यो बनाउनु मिल्ने मोबाइल राखेर। उता माथि चाहिँ मन्दिर छ, मन्दिरतिर जान्छौँ। अनि त्यही हो, ठिक छ, रमाइलो छ। ऊपर तो बांधे बैलेंस पूरा।
यता चाहिँ भालेश्वर मन्दिरमा पुगिसक्यौँ हामी। तपाईँहरूले भक्तजनहरूको भिड चाहिँ देख्न सक्नुहुन्छ। हामी पनि मन्दिरमा जान्छौँ अब। एकदमै भिड छ। तपाईँहरूलाई घरमै बसी बसी चन्द्रगिरीको नरहेको भालेश्वर महादेवको तपाईँलाई चाहिँ दर्शन गराउनेछु। यता चाहिँ श्री 5 बडा महाराज पृथ्वीनारायण शाहदेवको शालिग देखेर एकदम खुसी लाग्यो। यता चाहिँ हाम्रो भालेश्वर मन्दिर। यता दर्शनको लागि यो लाइनमा लाग्नुपर्छ। अब एकछिनमा चाहिँ हामी पनि लाइनमा लाग्छौँ। यता भिडियो फोटोहरू खिच्न मिल्दैन यो पछि। एकदमै भक्तजनहरूको भिड तपाईँहरूले देख्न सक्नुहुन्छ। चन्द्रगिरीबाट चाहिँ देखिने काठमाडौँको मनमोहक दृश्य। ऊ चाहिँ अब यता टिकटक बनाउँदैछ। ऊ चाहिँ टिकटकर भयो। यता चाहिँ सेट भइसक्यो सेटअप चाहिँ। ल अब चाहिँ ऊ घुम्छ। ल ठिक छ ठिक छ आयो घुम्यो छोडिदिए खल्तिहाल के साह्रो एउटा भिड लास्ट खतरा भिड छ त। अब हामी चाहिँ निस्किन लागेको होइन। अब यता सबै एक्टिभिटिजहरू चाहिँ गरिसक्यो। अब चाहिँ हामी फर्किने क्रममा छौँ। यत्रो भिड छ। अब पालो कुर्दा कुर्दा कति टाइम लाग्यो थाहा भएन। यसो 2-4 शब्द गइजाऊ। चन्द्रगिरी आयो मस्त घुम्यो रमाइलो भयो। यति रमाइलो भयो एकदम। उहाँलाई त गर्लफ्रेन्डको याद आएको थियो। उहाँ गर्लफ्रेन्डसँगै बिजी हुनुहुन्थ्यो। हाम्रो गोकुलेको मित्र चाहिँ हाम्रो दाजुको मित्र चाहिँ बिहे गर्नुभएको कि हजुर चाहिँ कस्तो तपाईँ चाहिँ बिहे गर्न आँटे चाहिँ हो गर्न आँटे रहेछन्। पुरा होस् है। पुरा होस् है। कहाँ भाग्ने हो र अनि पुरा होस् रे। उता टक्कमा भ्यू हेर्दैछु के धुसु लागेर हो क्या यार क्लियर देखेको छैन है। यो मलाई यो बाफ यहाँबाट त राम्रो देखिरहेको थियो। झ्या खोलो नि। यही हो कि यसो यसो भाइ के भन्छ खोल्नु हुँदैन। ढोकाहरू हात र खुट्टा टाढा राख्नु होला। मिस्टेकली खोल्यो भने त माया फेरि ए भाइ म एकदम हेरिरहेको छु। मलाई डिस्टर्ब नगर्नु। कति भिडियो भाइरल हुने त झट्टै लोड झिको याद होतो यार यहाँ उठ्नु ज्यादा लोड अब तसरी त समय यार हाम्रो यात्रा पनि सक्यो। उहाँ चाहिँ दार्चुलाको साथी। ल दोस्त भेटौँ ल है। ल ल उहाँ चाहिँ हाम्रो सिन्धुली। हामी सिन्धुली आयो भने खबर गर्छु। म भेटिनुपर्छ। साथीको नाम के अरे फेसबुकमा पनि त्यही छ। ल फेसबुकमा एड गरेर ल मैले पछि एड गर्छु। सेयर गर्नु होला। ल हामी सक्यो। अब यता अलिक भिडै छ। यो अहिले माथि जानेको भिड चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। औ बेटा अघिको भन्दा त खत्रै छ त। अहिले हामी त टाइममै आएर राम्रो भएछ। अघिसम्म लाग्छ खत्रै भिड थियो। जिप्लिन वाला जिप्लिन त्यो नरहेछ प्याराग्लाइडिङ। अब यता चाहिँ भयो अझै भिड त धेरै छ। अघिभन्दा भिड चाहिँ अहिले एकदमै बढी। अब तपाईँहरूले आएर अब काठमाडौँ आउनु भएको छ या आउने विचारमा हुनुहुन्छ भने तपाईँले भिजिट गर्नुपर्ने ठाउँहरूमध्ये एउटा यता चन्द्रगिरीको केबल कारमा आएर यता भालेश्वर महादेवको दर्शनसहित अन्य विभिन्न प्रकारका क्रियाकलापहरू चाहिँ गर्न सक्नुहुनेछ। यति भन्दै अब निस्किन्छौँ अगाडि। अब यता बसेर काम छैन। त्यही हो रमाइलो छ भनौँ। अझै भिड त सकिनुपर्ने हो अहिलेसम्म तर भिड सकेको छैन। यो आजको भिड हेर्दा चाहिँ तपाईँले समय मिल्छ भने शनिबार आइतबार बाहेकको अरू बारहरूमा आउनु होला। अनि आज चाहिँ बिदाको दिन भएर नि होला अहिले बढी भिड छ। अनि बिहानमा त अलिक बढी नै भिड थियो। अहिले चाहिँ अलिक कम भिड छ भनौँ न। त्यही भएर बिहानभन्दा पनि के अरे दिउँसोको समयभन्दा पनि बिहान आउनुभयो भने तपाईँले अलि भिड चाहिँ कम फेस गर्नुपर्छ होला।